सायद तपाईले कतै देख्नु भएको होला चिलको पिठ्यूमा कागले ठुँगेको। जब कागले चिलको पिठ्यूमा ठुङ्छ नि तब चिलले कागलाई कुनै पनि प्रतिक्रिया दिँदैन। यसको मतलब यो हैन कि चिलले कागलाई जित्न सक्दैन। चिलले सम्झिन्छ कि मैले कागसँग जोरी खोज्नु मेरो मूर्खता हो। चिलले आफ्नो उडान भर्छ। एक समय पछाडि चिलले त्यो उचाइको उडान भर्छ जुन उचाइमा अक्सिजनको मात्रा कमी हुन्छ। काग बिस्तारै जमिनतिर फर्किन्छ किनकि कागलाई सास फेर्न गाह्रो हुन्छ। माय डियर फ्रेन्ड्स, यो स्टोरी तपाईलाई यो कारणले सुनाउँदैछु जब तपाई र म संघर्षको मैदानमा उत्रिन्छौं, जब हामी सफलताको मार्गमा अगाडि बढ्छौं नि तब हाम्रो कुरा काट्ने मान्छेहरू धेरै हुन्छन्। हाम्रो आफन्त, हाम्रो छिमेकी, हाम्रो साथीभाइले हाम्रो क्रिटिसिजम गर्छन्, हामीलाई नेगेटिभ बनाउँछन्। त्यो समयमा जसले हाम्रो बारेमा नेगेटिभ कुरा गर्छ, जसले हामीलाई क्रिटिसिजम गर्छ, ती व्यक्तिहरूसँग हामीले जोरी खोज्ने हैन, बस हामीले हाम्रो उडान भर्ने हो। हामीले त्यो उचाइको उडान भर्न जरुरी छ जुन उचाइमा हाम्रो प्रशंसा हुनेछ। यदि आज हामी उडान भर्नको लागि मेहनत गर्छौं भने त्यो दिन पनि अवश्य आउनेछ जुन दिन आज आलोचना गर्ने व्यक्तिले तपाई र मेरो प्रशंसा गर्नेछन्। त्यसैले माय डियर फ्रेन्ड्स, कसैले तपाईको बारेमा नकारात्मक भन्यो, कसैले तपाईको बारेमा गलत भन्यो भन्दैमा त्यो व्यक्तिसँग जोडी नखोज्नुस्, किनभने सफल व्यक्तिहरू कहिले पनि दोस्रो व्यक्तिको पछि लाग्दैनन्। सफल व्यक्तिहरू आफूमाथि विश्वास राख्छन् र आफूले गरेको डिसिजनमाथि भर पर्छन् र त्यो डिसिजनलाई रियालिटीमा आफूले गरेको डिसिजनलाई वास्तविकतामा रूपान्तरण गर्नको लागि अगाडि बढ्छन्। जुन सपना तपाईले देख्नु भएको छ, जुन गोल तपाईले सेट गर्नु भएको छ, त्यो ड्रिम, त्यो गोल्स पूरा गर्नको लागि मेहनत तपाईले गर्ने हो, संघर्ष तपाईले गर्ने हो। पूरा हुँदा तपाईले नै सफलता प्राप्त गर्न सक्नुहुन्छ, तपाईले नै जीवनलाई परिवर्तन गर्न सक्नुहुन्छ। त्यसैले अरूले के भन्छ, अरूले मेरो बारेमा के सोच्दैछ भन्ने कुरामा कहिले पनि हाम्रो ध्यान आकर्षण नगरौँ। हाम्रो ध्यान त्यो चिजमा हुन जरुरी छ, कसरी म हिजो भन्दा आज बेटर गर्न सक्छु र आज भन्दा भोलि म कसरी बेटर बन्न सक्छु, मैले गरेको कामलाई कसरी अझ प्रभावकारी पार्न सक्छु, यो विषयमा सोच्न जरुरी छ। जसले मेरो बारेमा गलत भन्छ त्यसलाई कसरी सही बनाउने भन्ने वेमा जाने हैन, मैले गरेको कामलाई कसरी राइट वेमा लाने भन्ने विषयमा हामीले सोच्न जरुरी छ। र म तपाईलाई भन्छु, सफलताको यात्रामा एउटा महत्त्वपूर्ण चीज भनेको सिक्ने मानसिकता। सफल व्यक्तिहरू जहिले पनि नयाँ कुरा सिक्न, नयाँ कुरा जान्न चाहन्छन्। सफल व्यक्तिहरूको विशेषता भनेको जहिले पनि नयाँ कुरा सिक्न चाहने हो र तपाईले पनि हरेक अवस्थाबाट सिक्न जरुरी छ। चाहे तपाईको जिन्दगीमा गलत भन्दा गलत परिस्थिति किन नहोस्, त्यो अवस्थामा पनि तपाईले सिक्न जरुरी छ। र आजको भिडियोमा मैले तपाईलाई भन्न खोजेको एउटा उद्देश्य के हो भने, जब तपाई र म मैदानमा उत्रिन्छौं, जब तपाई र म हाम्रो सपना पूरा गर्छु भनेर अगाडि बढ्छौं, तब हामीलाई धेरैजनाले डिमोटिभेट गर्छन्, धेरैजनाले हाम्रो बारेमा नेगेटिभ कुरा गर्छन्, धेरैले हामीलाई हतोत्साहित गर्छन्। जसले हाम्रो बारेमा नेगेटिभ बोल्छ, जसले हामीलाई हतोत्साहित गर्छ, तिनीहरूको अगाडि म सही हो भनेर हामी कहिले पनि उनीहरूको अगाडि सही साबित गर्नको लागि हामी जोरी नखोजौं। बस हामी आफूलाई निखारौं, हाम्रो यात्रामा अगाडि बढौं र हाम्रो सपनालाई कसरी पूरा गर्न सक्छु त्यो विषयमा सोचौं, दोस्रो व्यक्तिको विषयमा नसोचौं। किनभने चिलले पनि कागलाई यदि लखेट्न थालेको थिएन, उसले त्यो उचाइ लिन सक्दैन थियो। त्यसैले हामीले पनि नेगेटिभ गर्ने व्यक्तिको पछाडि लाग्छ भने हामीले त्यो उचाइ कहिले पनि पुग्न सक्दैनौं। त्यो उचाइ पुग्नु छ भने हामीले केही व्यक्तिलाई छोड्न जरुरी छ। र जहिले पनि एउटा कुरा के याद राख्नुस् भन्दाखेरि, त्यही व्यक्तिले हाम्रो नेगेटिभ कुरा गर्छ, त्यही व्यक्तिले हाम्रो खुट्टा तान्छ। जो व्यक्ति हामी भन्दा पछाडि छ, हामी भन्दा कम सफल भएको व्यक्तिले नै हाम्रो बारेमा कुरा गर्छ, हाम्रो खुट्टा तान्छ। त्यसैले जसले तपाईको बारेमा नराम्रो भन्छ, सोच्नुस् कि म भन्दा पछाडि छ। थ्यांक यू सो मच। यो भिडियोलाई अन्तिमसम्म हेरिदिनु भयो। जसले पनि भिडियोलाई अन्तिमसम्म हेर्नुभयो, हेर्ने जतिले मी टाइप गर्नुहोला तल कमेन्ट बक्समा। र यदि तपाईले मेरो युट्युब च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने यस्तै महत्त्वपूर्ण भिडियो हेर्नको लागि, जीवनलाई बदल्नको लागि युट्युब च्यानल सब्स्क्राइब गरेर छेउमा रहेको बेल आइकनलाई पनि हिट गर्नुहोस्।